र यसरी बन्दैछ अझै आरसीसी ढलान। यो आरसीसी ढलान चाहिँ अझै माथिसम्म लान्छ। अगाडि माथि मन्दिर छ, मन्दिरसम्म चाहिँ यो ढलान गर्दै लाने कुरा हो। नमस्कार, फेरि पनि आज अर्को भिडियोमा तपाईँलाई स्वागत छ। अहिले म यति बेला दुम्कीबासको यो ठ्याक्कै पश्चिम साइडमा छु। नारायणघाट बुटोल सडक खण्डको यात्रा गर्दैछु र आज भने अहिले म दाउनेतर्फ लाग्दैछु र तपाईँलाई दाउनेको अवस्था देखाउँछु। आज भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र अहिलेसम्म यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब, लाइक र कमेन्ट गर्न भने नभुल्नुहोला। हेरौँ, अगाडितिर लागौँ। अब म दाउनेतर्फ लाग्दैछु। दाउनेको यो पूर्वी भागमा यो दुम्कीबास हो। अब हेर्दै जाउँ कस्तो अवस्था छ, अहिले कस्तो अवस्था छ, दाउने कतिको बनेको छ, के हुँदैछ, सबै दृश्य आजको भिडियोमा देखाउने प्रयास चाहिँ गर्छु म। कल्भर्टहरू कतै बनाइरहेको छ, कतै तपाईँले यसरी चाहिँ दुम्कीबासमा यो देख्न सक्नुहुन्छ। यसरी बनिरहेको छ। हेर्नुहोस्, यो चाहिँ यो अहिले तपाईँले देखिराख्नु भएको भाग चाहिँ यो दुम्कीबास नै हो। अब यहाँबाट यो चिप्लोको भाग चाहिँ अगाडि बढ्दै जाने हो। चिप्लो छ सडक, एकदम होसियार भएर यो सडकमा यात्रा गर्नुपर्ने हुन्छ। चिप्लिहाल्छ ठ्याक्कै। र अहिले म ठ्याक्कै यो दाउनेको यो तल पूर्व साइडमा छु। उकालो चढ्दैछु अब। उकालो चढ्दैछु। र अहिलेसम्मको स्थिति चाहिँ ठिकै छ। त्यति साह्रो धुलो पनि उडेको छैन। अगाडि हेर्दै जाउँ अगाडि कस्तो अवस्था छ, त्यो पनि म तपाईँलाई भन्दै जानेछु, देखाउँदै जानेछु। र केही दूरीमा अगाडि भने खासमा ढलान भइरहेको अवस्था पनि छ। त्यो पनि आज ढलान भइरहेको छ कि छैन थाहा छैन, तर त्यो पनि देखाउँछु। यहाँ चाहिँ यसरी आरसीसी ढलान गरेको छ, तपाईँले देख्न सक्नुहुन्छ। यो दाउनेको पूर्व साइडमा हो र कति मिटरसम्म बनाएको रहेछ त, बनाउँदैछ अझै। यसरी ढलान गरेर आरसीसी ढलान गर्दै बनाउँदैछ। अगाडिसम्म बनाइरहेकै अवस्था छ, अहिलेसम्म पनि बनाउँदैछ। हेर्नुहोस्, यो अरू यसरी बन्दैछ अझै आरसीसी ढलान। यो आरसीसी ढलान चाहिँ अझै माथिसम्म लान्छ। अगाडि माथि मन्दिर छ, मन्दिरसम्म चाहिँ यो ढलान गर्दै लाने कुरा हो। यस्तो छ। हेर्नुहोस्, यो अहिलेसम्म ठ्याक्कै आइपुग्दाखेरि कति भयो भनेपछि यहाँसम्म आरसीसी ढलान गरिसकेको छ। अब यता थप्दैछ। यता चाहिँ पिसिसी गरेको रहेछ। यता चाहिँ पिसिसी गरेको छ। यति बन्यो भने पनि निकै सहज हुन्छ। अब यहाँ सिङ्गल गाडी जान्छ, डबल गाडी जानलाई गाह्रो छ। अब छिट्टै यहाँ पनि ढलान भयो भने चाहिँ सजिलो हुन्छ। यहाँसम्म आइपुग्दा 700 मिटरमा चाहिँ यो अहिलेसम्मको पिसिसी र आरसीसी गरी 700 मिटरसम्म भइसकेको रहेछ। बल्ल 700 मिटर। आज अवस्था ठिकै छ। दाउनेमा त्यस्तो जाम चाहिँ छैन अहिलेसम्म।
यहाँसम्म आइपुग्दा। अब यहाँबाट अगाडि कस्तो छ थाहा छैन। सडक चाहिँ चिप्लै छ है, सडक त चिप्लै छ, तर जाम चाहिँ मैले देखिनँ। अगाडि जाम लागेको नि नसक्छ। यतापट्टि यो साइडमा चाहिँ पर्खाल बनाउने काम चाहिँ भइरहेको छ। अनि यो यस्तो चिप्लो बाटो हेर्नुहोस्, यहाँ कटान गरेर अहिले त ढलान, पर्खाल ढलान गर्दैछ। पर्खालमा के अरे पर्खाल ढलान भन्न आयो, यहाँ चाहिँ पर्खाल बनाउँदै रहेछ। धेरै काम भइसकेको रहेछ पर्खाल बनाउने काम पनि। अहिले त पुरै सिङ्गल वे गाह्रो छ। त्यसमाथि पनि गाडी बिग्रिएको छ। बिग्रियो भने चाहिँ गाह्रो हुन्छ। पुरै सिङ्गल वेमा गाडी आवाजात गर्दैछ। यहाँ चाहिँ के भयो गाडीलाई यस्तो बिजोग भएछ। गाडी बिग्रिने बित्तिकै यहाँ त अप्ठ्यारो पर्छ त हो। माटो फेरि यस्तो चिप्लो छ कि पानी भिज्ने बित्तिकै चिप्लिहाल्छ क्या यहाँ माटो। अनि चिप्लेपछि लडिन्छ, त्यस्तो पो छ त हो। गाह्रो छ। जाम लगाइहाल्यो नि। गाडी चिप्लिँदो रहेछ अनि जाम लाग्ने कुरै हो। गाडीको पछि जान पनि बेकार छ अहिले। हेर त गाडी चिप्लेको कसरी जान्छ। गाडी चिप्लिँदैछ।
यहाँ त बोल्ने कि बोल्न पनि गाह्रो भइरहेछ। यो आफू चिप्लेला भन्ने डर छ, अनि के गर्ने, बोल्ने कि यहाँ हेर्ने भन्ने भयो। बोल्दा बोल्दै झुकिँदो रहेछ। यस्तो छ। ल यो मन्दिरसम्म आइपुग्यो अहिले चाहिँ। अब यहाँ मन्दिरबाट चाहिँ यता अगाडितिर